Konnichiwa, minasan. त्यसैले फर्किम आधी टाइम चाहिँ हुन्छ नि मेरो भ्लग योचोटि पनि अधुरो रह्यो म यो अपलोड गर्दैन कोनिचिवा minasan रे के हैन आज चाहिँ हल्का मौसम हेर्न सकिन्छ है यस्तो छ कालो छ मौसम चाहिँ मतलब बादल क्लाउडी छ अनि त्यसपछि आज मेरो स्कुल पनि बिदा थियो त्यही हो काम पनि बिदा छ अन्त हल्का घर वरिपरिको ठाउँहरू मेरो एक्सप्लोर गर्ने भन्ने प्लान थियो गर्न त मैले पहिला नि गरेको हो यता वरिपरि चाहिँ भिडियो पनि बनाएको थियो तर अपलोड गर्न चाहिँ हल्का लाज लाग्नुको कारण अब त्यस्तै सानोतिनो छ अनि त्यसपछि यहीँ नजिकै अब यहाँबाट 1 घन्टा वाक बाईमा चाहिँ एउटा सानो पार्क छ वाटर पार्क जहाँ चाहिँ अब अहिले लोटसको मौसम भएको कारण हामी चाहिँ लोटसको हल्का खिच्न जान्छु मैले चाहिँ अस्ति भर्खर किनेको गाइस फेरि फर्स्ट ह्यान्ड होइन हल्का फर्स्ट ह्यान्ड किने नि सेकेन्ड ह्यान्ड किने नि उयो हो नि त काम त के भन्छ काम गर्न जानेपछि बाँदरको हातमा नरिवल हुँदैन कि गाइस होइन मैले चाहिँ त्यो सोचेर यो माल उठाएँ सेकेन्ड ह्यान्डमै राम्रै माल छ म युज गर्न सिकिरहेको छु भन्नुपर्दा किनभने म ट्राइपोडमा खिच्ने मान्छे ट्राइपोड टक्कर राख्यो हिजो गर्ने मान्छे अनि त्यसमा चाहिँ आइएम लर्निङ सम सर्ट अफ थिङ्स अन्त एट फर्स्ट आज हाम्रो पहिलो काम भनेको अहिले त दिउँसो भइसक्यो दिउँसो 12 अझै दिउँसो होइन 2 बजिसक्यो अन्त पानी पर्ला जस्तो मौसम छ मैले ब्याग प्याक गरेको छु खानेकुरा होइन छाता होइन सेल्फ डिफेन्स आइटम है पानीबाट बच्ने आइटमहरू यदि परिहाल्यो भने भोटक्यानेडु भनेर फेरि हल्का गर्मी पनि छ आज चाहिँ आई जस्ट वान ट्राई समथिङ सिनेमेटिक सिटहरू सक्छु कि नै होइन यो बोकेको छु यो चिज छाँडो बोकेको छु मैले ओके यसपछिको चाहिँ सिनेमेटिक है त या म्यान है यति बेला चाहिँ हल्का केही क्लिपहरू मैले खिचेँ होला म हालिसकेको हुन्छु यसमा आइएम ट्राइङ टु गो समथिङ गुड तर मैले बिगारेँ नि फेरि स्टफ थाहा छ आई कुड गो विथ समथिङ स्ट्रिटिङ त्यसैले फर्किम दिमाग ट्रिगर भयो ठाउँको ठाउँमा अर्को काम आयो मतलब मैले खिच्नुपर्ने चिज मैले खिचेन खिच्न त खिचेँ तर चाहिने कुरा खिचेन चाहिने तरिकाले खिचेन फेरि खिचौँ ओके मेरो आधी टाइम चाहिँ हुन्छ नि घरबाट निस्केको म कति बेला हो कहाँ पुगिसक्थेँ म घुम्नलाई निस्केको मान्छे एटिएम आएँ म पैसा झिक्नलाई मेरो कार्ड मेरो यो पासबुक चाहिँ ऊ भएरहेछ मतलब यसको म्याग्नेटिक ट्रेस हुन्छ नि त यसलाई अपडेट गरिरहनु पर्छ मैले धेरै कति 2-3 हप्ता भयो गोजीबाट पैसा योबाट पैसा नझिकेको 10 तारिक 11 तारिकमा मैले सबै पैसा रिताइदिइसकेको थिएँ त्यो रेसमा पैसै थिएन त्यो चलाएकै थिएन मैले त्यो भएर यसको म्याग्नेटिक के हुँदो रहेछ नम्बर त्यो कनेक्टिभिटी चाहिँ बिग्रेर अनि त्यसपछि त्यो बनाउन लाग्यो त्यो त एकैछिनमा बन्यो पासबुक हाल्यो स्वाट नम्बर हाल्यो मिलिहाल्यो त्यसपछि के भयो दादाको कार्ड पनि बिग्रेको थियो अहिले बिग्राएन फेरि 2-3 महिना भइसकेको थियो अन्त यो यहाँ आयो टक्क आउनु पर्ने ब्याङ्क आएर बनाउनु पर्ने हो अब त्यस्तै होइन समयले गर्दाखेरि मिलिरहेको थिएन आज चाहिँ धेरै कुराहरू साइज जुरे जस्तो छ गाई अन्त साइज जुराएर मैले लक्क लाएर पासबुक पनि अपडेट गरेँ पासबुक पनि बनाइहालेँ त्यो पासबुक त एकछिन भइहाल्यो पासबुकबाटै पैसा दिएको थिएँ पासबुक पनि बनाएँ त्यसपछि एटिएम कार्ड पनि भइहाल्यो अब म बिग्रेँ गाइस अब म साह्रै बिग्रिन्छ अब फेरि पैसा स्यालेरी आउने बित्तिकै त्यो ब्याङ्कमा गएर कुर्ने होइन 7-11 कम्पनीमा गएर सट्ट पैसा झिक्ने सट्ट दौडिहाल्ने अब म बिग्रेँ फेरि कार्ड ब्लक भएकै ठिक थियो मलाई कार्ड ब्लक भएको ठिक लाग्थ्यो अनि त्यसपछि अर्को कुरा
पानी परो जाट पानी पनि परो यस्तो पाराले अब हाम्रो घुमाइ चाहिँ यहाँ परको कोम्बिनी फ्यामिली मार्टसम्म होला जस्तो छ गाइस अब स्टे ट्युन अब मैले केसम्मको काण्ड गर्छु आज दिनभरिमा अहिलेसम्मको मेरो टाइम चाहिँ यही बनाउनमा गयो अनि मलाई यो खोल पनि दियो मेरो पासबुक पुरानो भएको थियो क्या त्यही भएर मलाई खोल पनि दियो क्या अब चाहिँ ल ल भाइ फेरि मेरो प्लानको पानी भइसक्यो गाइस भइसक्यो पानी भयो झन् कहाँ जान्छु भनेर निस्केको एटिएम गएर पैसा झिक्नलाई भयो पनि होइन प्रब्लम भयो भनेर यत्रो कार्ड बनाएको पैसा त झिकेको हो मैले पानी परि त हाल्यो अब घुमघाम बन्द यो पाराले कहाँ घुम्नु जान्छु त पानीमा भिजी जान्छु क्या भिज्यो भने त बिरामी हुन्छ पो त चल्दिने अब घरतिर फर्किने कतै घुम्न जानुभन्दा पानी के अरे घर गएर सुत्नु राम्रो होला जस्तो छ अब चाहिँ मलाई चाहिँ त्यही डिसिजनमा पुगिसक्यो आज कपाल पनि आफै हान्दैको अब घर गएर मस्त बस्नु पर्ला जस्तो छ गीत सुन्दै जानु पऱ्यो घरसम्म ल मेरो ब्लग योचोटि पनि अधुरो रह्यो म यो अपलोड गर्दैन सायरा